हेलो गाइस, दर्शन नमस्ते। म चाहिँ एन्जिला दाहाल। वेलकम टु माई ब्लग। अनि आज चाहिँ हाम्रो दुलाडीको ठुलोहरूको घरमा चाहिँ पूजा छ। अनि त्यही पूजामा आएको छु म राम्री भएर। अनि यहाँ हाम्रो दिदी हुनुहुन्छ सेलरोटी पकाउँदै। हेर हाई गर्नु। हाई। त्यही अनि यहाँ चाहिँ हाम्रो सेलरोटी पाकेको छ। सो गाइस, म चाहिँ फर्स्ट टाइम रोटी हाल्न आँटेको। कस्तो हुन्छ हेरौँ है त। भइहाल्ने बिस्तारै नाति राम्रो भयो गाइस, साथी हो राम्रो भयो। मेरो सेकेन्ड टाइमको त घुम्दैन त यार साथीहरू। हुन्छ यहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ, माइली फुपू। मेरो साइली फुपू हो होइन। हामी भदै नै यहाँ रोटी पकाउँदैछु। कति स्पेसल रोटी पाएको मेरो हातको रोटी हो नि त। टिक्का बनाउन कति बिस्तार गरिन्छ हो त्यस्तै गरी। ए ल गाइस, अब चाहिँ हामी पुरी खाना होइन बनाउन आँटेको। अनि यहाँ छ रेडी। अनि दिदी र मामुहरू चाहिँ बेल्न रेडी हुनुभयो। अनि म चाहिँ पकाउन। अनि म पुरी पकाएको। मैले कस्तो पुरी पकाउँछु भनेर चाहिँ बनाएको छु। यहाँ मामु र दिदी चाहिँ रोएर सक्नु छैन। अनि मैले पकाएको पुरी यस्तो राम्रो भइसकेको छ। म फेरि अर्को लटलाई पकाउँछु। अब चाहिँ हामी पूजाबाट चाहिँ पूजाबाट आधीबाट पूजा सकेर भन्छ। पूजा सकेर तब हामी जाँदैछौँ इटरी। किन चाहिँ इटरी जाने भन्दा किन जाने मेरो बुकिन न कस्तो मजाले। माई गड गाइज हेर्नु बाटो कहिले बनिने हो। गाइज हामी चाहिँ होइन कहाँ आइपुग्यौँ, पुरी खोलाको छेउमा आइपुग्यौँ। पूर्वाञ्चलमा छु। अनि आविष्कार पनि यही छ। अनि बाबा पनि यही हुनुहुन्छ। होप मेरो आवाज सुनिरहेको होला। सुनेको छैन अनि नसुनियोस् किनभने एकदमै धेरै भिड छ यहाँ। मेरो बुकै पाइएन। आविष्कारको ममा आएर चाहिँ धमाधम छ। आविष्कार कस्तो छ आविष्कार तिमी? यस्तो भोलि छ नि। हामी चाहिँ खाइसक्यौँ। बाबाको जाँदैछ धमाधम। अब हामी खाएर जान्छौँ। तर हाम्रो मामुलाई थाहा छैन हामीले खाना आएको भनेर। किनभने पूजा थियो, पूजा नि खाएर आएको हामीले। आएन गाइस, हामी चाहिँ अब पेट पूजा गरेर निस्क्यौँ फेरि बुकको खोजीमा। बुकको खोजी गर्न कहाँ जाने? हामीले बुक यति खोजी गऱ्यौँ तर हामीले बुक काहीँ पनि पाउन सकेनौँ। अब एक ठाउँ खोजी गर्ने अनि घर स्वाट लाग्ने है त। गाइस, हामीले खोजेको ठाउँमा पनि मेरो बुक पाएन। अब चाहिँ हामी फर्केर कहाँ जाँदैछु? पूजा भएको ठाउँमा जाँदैछु। पूजा त कि सकिसक्यो, त्यही पनि अब जान्छौँ। अनि चाहिँ घर जान्छौँ हामी। अब जाम के गर्नु? अब उनीहरू बुक किन्नुपर्छ। यहाँ चाहिँ मेरो सानै छ। हाई गरिदेऊ। यति छुच्चो छ कि यो मान्छे, यति छुच्चो छ कि उसलाई रिस उठ्ने बित्तिकै प्राङ्ग हानिदिइहाल्छ जोसुकै होस्। उसलाई चलाउनु भएन। यति छुच्चो छ कि यो मान्छे। है तिमी छुच्चो छ कि छैन छाने?
गाइस मामु र म चाहिँ घर जानलाई यहाँ गाडी पर्खेको छु। मामु र मेरै ओटिटी आजको। अनि त्यसपछि भाइ र बाबा चाहिँ बाइकमा, हामी चाहिँ गाडी पर्खेकै छौँ। गाडी आएकै छैन बाटोमा। सो गाइस फाइनली घर आइपुगिसकेको छु। अनि आजको लागि चाहिँ यति नै। बिचमा मैले कति धेरै कुरा छुटाएँ होला, त्यसको लागि सरी। अनि अब घर आइपुगेँ। आजको लागि चाहिँ यति नै। फेरि भ्लग लिएर आउँदै गर्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई, लभ यु अल।